नमस्ते नमस्ते सबैजनालाई। मैले चाहिँ यो 1 गिलास पानीमा 1 चम्चा चिया सिड हालेर भिजाएका थिएँ अनि 20-25 मिनट छोड्दै थिएँ। अहिले चाहिँ यो चाहिँ यस्तो बाक्लो बाक्लो भयो है। पहिला स्ट्रङ थियो, अहिले चाहिँ यस्तो सोप भएको छ है। यो चाहिँ एभ्री मर्निङ खाली पेटमा मनतातो पानीमा 1 गिलास मनतातो पानीमा एक चम्चा हालेर भिजाउने अनि 15-20 मिनट छोड्दिने अनि यस्तो हुन्छ है। यस्तो भएर सोप हुन्छ अनि खाने। एभ्रीडे यस्तो खाने गर्यो भने कन्स्टिपेसनको समस्या पनि नहुने, डाइजेसन राम्रो हुने। अनि यो फुड चाहिँ यसमा चाहिँ हाई फाइबर हाई प्रोटिन पाइन्छ अनि ओमेगा 3 पनि पाइन्छ यसमा। अनि दाँतलाई बलियो गर्छ, हाम्रो हड्डीलाई पनि बलियो गर्छ। धेरै कुरामा राम्रो छ है। अनि इनर्जी बुस्ट पनि गर्छ यसले। मैले त्यही भएर एभ्री मर्निङ 1 ग्लास खाने गरेको छु है। थ्याङ्क यू।